के जापानमा साँच्चीकै महँगो छ त? आम मान्छेहरूले जापानमा कसरी निर्वाह गर्न सक्छ? आज चाहिँ 30,000ले मैले के खाइमनो गर्छु, सपिङ गर्छु भनेर चाहिँ तपाईहरुलाई देखाउन जाँदैछु है त साथीहरु। आज चाहिँ मेरो महिनाको 1 गते मेरो आज रासन पानी सबै लिने बेला। आज चाहिँ साँच्चीकै लक्की डे रहेछ साथीहरु। बिहानै गएको हैन। 9500 मा 30 केजी चामल 2 बोरा उठाइदिए। यो भन्दा अगाडि चाहिँ 16,000 मा ल्याएको थिए। 2 बोरा उठाइदिए। 2 बोरा उठाएपछि त्यहाँ पिने 300 रुपैयाँ चाहिँ त्यो ब्राउन चामललाई सेतो बनाउनको लागि सेतो बनाउनलाई यस्तो मिसिनमा राख्नुपर्छ। अब चाहिँ मेरो महिनाभरिलाई रासन है त साथीहरु। पहिला सुरुमा स्याम्पू किने। स्याम्पू चाहिँ 3टा, कन्डिसनर एउटा, अनि साबुन किने, अनि प्याड त चाहिहाल्यो साथीहरु। प्याड किने, अनि त्यसपछि डिश, भाँडा माझ्ने डिश, साबुन, अनि सरफ चाहिँ 4 केजी एकैचोटी किने। टोयलेट पेपर, चाउचाउ, बिस्कुट, पिठो, टमाटो 6 वटा, अनि बच्चाहरूलाई आइसक्रिम, अन्डा, अनि यो चाहिँ नेपाली पसलबाट जिरा, धनिया, चाउचाउ, चियापत्ती, बेसार, चिउरा ल्याए साथीहरु। अनि चाहिँ भियतनामको पसलबाट जिउँदो कुखुरो र नामा कुखुरो। 30,000 सकेर पनि अनि 7,000 नेपाली पसलबाट सामान 37,000, यताउता त्यो लोकल कुखुरा, बोइलर कुखुरा, अनि एउटा नामा कुखुरा गरेर, नामा भनेर जिउँदो त जिउँदै कुखुरा हो, फ्रिजमा नराहालेको जिउँदो कुखुरालाई भनेर 40,000 जति पर्यो। थ्यांक यू फर वाचिङ।